थुक्क पाखण्डी नरपिचासहरू। यो दृश्य हेर्नुहोस् त, संसारमा यस्ता पापी पनि हुँदा रहेछन्। कोही ढुङ्गा बजाउँदैछन् त कोही खोलामा डुबाउँदैछन्। हेर्नुहोस् त यिनका करतुत। मान्छे मरिसकेपछि गरिने गौदानका नाममा यिनलाई किन दुःख दिएको पाखण्डी हो। यो दृश्य हो बाजुरा जिल्लाको। थुक्क पापी नरपिचासहरू, अलिकति पनि मानवता नभएका कुकुरहरू। यिनीहरूप्रति पशु संरक्षण सम्बन्धित ऐन लागू गरी सशक्त कारबाही हुनुपर्छ। पापीहरू यसरी गौमातालाई पिटेर ढुङ्गा हानेर गौदान हुन्छ। उल्टे पटमूर्खहरू, संस्कारै उल्टो गर्नेको कोही तर्छन् त? खै त भुतपुचास। खूब धर्म गरेर भन्ठानेको होला। छि पापी अधर्मीहरू अनि सबै उल्टो गर्ने दिमाग नभएकाहरू, मान्छेको रूपमा जन्मेका अपराधी दानवहरू। तिमीहरूलाई पनि यही खोलाले यसरी नै एक दिन बगाएको देखिन्छ। हेर्दै जाउँ, हामी पनि हेर्नेछौँ। यस्तो पाखण्डी क्रियाकलापको महत्त्वपूर्ण कारण भनेको समाजको चुप रहनु पनि हो। बाजुरा जिल्लामा यस्ता अवस्थामा कति मानिसहरूलाई यो घटनाको जानकारी भए तापनि उनीहरूले यो मुद्दामा बोल्न र अघि बढ्न सकिरहेका छैनन्। यसको कारण हो यस प्रकारका क्रियाकलापहरू प्राय धार्मिक वा सांस्कृतिक मापदण्डका रूपमा प्रस्तुत गरिरहेका छन्, जसले गर्दा समाजका धेरै वर्गहरूले यसको विरोध गर्न कठिनाई महसुस गर्छन्। साथै त्यो पनि सत्य हो कि धेरै मानिसहरूले यस्तो पाखण्डी कर्मलाई सामाजिक र धार्मिक प्रथा मानेर स्वीकार गर्छन्। यस कारणले गर्दा पाखण्डी गतिविधिहरूको प्रसार अझै बढ्नेछ र यसको विरुद्धको आवाज कमजोर हुँदै गइरहेको छ। गौदान एउटा पुरानो र महत्त्वपूर्ण धार्मिक परम्परा मान्छन् र मानिरहेका छन्, तर यसरी खोलामा बगाउँदैनन्, धपाउँदैनन्, लाठीचार्ज गर्दैनन्, लाठीले हान्दैनन्, ढुङ्गामुढा प्रहार गरिँदैन, जुन विशेष गरी हिन्दू धर्मका अनुयायीहरूको बीचमा प्रचलन अझै पनि छ सुदूरपश्चिमका भेगमा। यो परम्परा अनुसार मरेको व्यक्तिको पुण्यकालका लागि गौदान गर्नुपर्ने विश्वास राखिन्छ। तथापि बाजुरा जिल्लामा यस्तो परम्पराको चेष्टा गर्दा केही मानिसहरूले यसको धार्मिक महत्त्वको दुरुपयोग गर्दैछन्। कहिलेकाहीँ यो प्रथा एक गम्भीर व्यापार र धोखाधडीको रूपमा परिणत भएको देखिन्छ। केही व्यक्तिहरू धार्मिक आडमा गरिब र असहाय परिवारका सदस्यहरूलाई आफ्नो चपेटामा पारेर मरेका व्यक्तिका नाममा गौदान गर्ने क्रममा आर्थिक फाइदा लिन्छन्। यसका कारणले गर्दा समाजमा असत्य र पाखण्डी कर्मीहरूको प्रसार भइरहेको छ। त्यस्ता व्यक्तिले मृतकको परिवारको भावनालाई अपमानित गर्दै धार्मिक अवस्था र विश्वासको नाममा उनीहरूले पीडामा वृद्धि गर्छन्। यसरी गौदानको नाममा गरिने पाखण्डी क्रियाकलापले केवल धार्मिक अवस्थामा भ्रान्ति ल्याउँछ, बरु यसले समाजमा ठुलो अशान्ति र समस्याको सिर्जना पनि गर्दछ। यो दृश्य बाजुरा जिल्लामा खास गरी प्रकट भएको छ, जहाँ केही लोकप्रणाली र धार्मिक कर्मका नाममा धोखाधडी र शोषण भइरहेको छ। बाजुरा जिल्लामा गौदान र धार्मिक परम्पराका नाममा हुने पाखण्डी क्रियाकलापहरूको समस्या गम्भीर छ र यसले समाजमा ठुलो अशान्ति र अन्यायको वातावरण सिर्जना गरिरहेको छ। यस समस्याको समाधानका लागि जनचेतना, शिक्षा र सामाजिक सहभागिता अत्यन्त आवश्यक रहेको छ। यो केवल एक जिल्लाको समस्या होइन, सम्पूर्ण समाजको शुद्धता र धर्मको सही मर्म बुझ्नको आवश्यक छ, ताकि भविष्यमा यस्ता पाखण्डी गतिविधिहरूको अन्त्य गर्न सकियोस्। पापीहरू यसरी गौमातालाई पिटेर ढुङ्गा हानेर गौदान हुन्छ। उल्टे पटमूर्खहरू, संस्कारै उल्टो गर्नेका कुरै ठुला। खै त भुतपुचास। खूब धर्म गरे भन्ठानेको होला। छि पापी अधर्मीहरू अनि सबै उल्टो गर्ने दिमाग नभएकाहरू। तपाईँहरूलाई पनि यही खोलामा यसरी नै बगाउन परोस्।